हामी यो मुस्तानको के हो रे लामो पुल भएको छ त्यो चाहिँ उताको नि एउटा छ बट त्यो के सानो छ अनि यहाँ चाहिँ हामी ठुलो पुलमा छौँ हेर्नु न कति लामो छ फेरि हाँस्न थाल्नु भयो उहाँ चाहिँ अनि हजुरलाई मैले यहाँको खोला देखाइदिन्छु अनि हजुरहरू यहाँ के अरे पौडी खेल्न आउनु सक्नुहुन्छ यहाँ चाहिँ आँप्नी छन् खाने भोग्ला पाऊ किन हामी पो तल जाँदैनौँ र हामी त यहाँ पिकनिक बनाउन आएको त्यही पनि कति गरेर आएको है हाम्रो घरभन्दा अलिकन टाढा छ अनि त्यही भएर हामी कति गरेर आएको अनि त्यहाँको खोला हेर्नु यस्तो राम्रो छ नि सक्नु चाहिँ यति राम्रो खोला छ अनि यहाँ चाहिँ सर्प छ यो सर्प नगएको कति दिन भएको छ उहाँ चाहिँ केही खाएको छ अरे अनि त्यही भएर यहाँ आएको बेला प्लिज ख्याल गर्नु होला यसलाई पाइप चाहिँ नभन्नु होला बिकज यो सर्प नै हो हामीले यहाँ चलिरहेको देखेछौँ हजुरहरूले देख्नु भएको छ कि नै थाहा भएन यसले यतातिर चाहिँ मन्टो लुकाएको छ अरे अनि उहाँ त्यहीबाट यसले के खाएको छ त्यहाँदेखि हिँड्न सकेको छ नि यो पानीमा नि गएको छ कि हेर्नु न यहाँसम्म हो लामो सर्प हो के पुरा के भन्छ अनि यहाँ चाहिँ यति राम्रो खोला छ यहाँ चाहिँ यहाँ हुन्छ अहिले हामी टिकटक सिकटक बनाउने हो हिँडेको सिनेको अनि यो चाहिँ यस्तो खतरा वातावरण छ पुरै हिमालदेखि चाहिँ उता चाहिँ मेरो घर पर्छ अनि ऊ त्यता पर्छ मेरो घर अनि यता चाहिँ हाम्रो माउल पर्छ अनि ऊ त्यहाँ स्कुल कहाँ गयो त ऊ त्यहाँ माथि स्कुल छ पुरै कालो आएको छ बिकज यहाँ नेटवर्क प्रब्लम छ उहाँ हेर्नु न आँप हेर्नु न आँप ऊ हेर्नु सानो आँप छन् यहाँ चाहिँ हाम्रो पुष्पा जी हुनुहुन्छ लुङ्गी लगाएको छ बाइ द वे टिकटक बनाउने भनेर लुङ्गी एन्ड टी सर्ट लगाएको थियो हाम्रो लुङ्गी हेर्नु चप्पलमा स्टिकर लगाइदिएको नि त यहाँ चप्पल अलिक नहेर्दा उनीहरू मिल्दैन बिकज गाउँघरको चप्पल उस्तै हुन्छ नि त अनि यो चाहिँ हाम्रो लुङ्गीको लुक एन्ड यो लुक साथै पछाडिको हरियाली हामीलाई हजुरहरूले हामीलाई भन्दा नि पछाडिको हरियाली हेर्नुभयो होला बाहिर केही छैन नहेर्नु यहाँ पर यो भ्यूलाई हेर्नु न एकपटक यो खोलामा चाहिँ जो पनि आउनु मिल्छ है पार्टी गर्न बर्थडे पार्टी जेमा आउनु हुन्छ बट यहाँ नआउन सक्ने भए मात्र आउनु होला हामी त अब जान सक्दिनँ हामी ओन्ली फर्स्ट टाइम आएको हामी चाहिँ यहाँ त्यही पनि कति एक्साइटेड भएको थियौँ त्यही पनि रियालिटी यस्तो रहेछ अरूभन्दा आँपमा गर्छ नि है सानो भयो नि मेरो त हेर्नु न आँप पत्र हेर्नु न यति सानो सानो आँप छ नि त बट यो आएको आँप बहुत मिठा हान्रे हामी त खाएको छैन हामी चाहिँ ठुल्ठुला खान्छौँ के ऊ त्यहाँदेखि खोला सिम नै आँप झरेको छ एन्ड अब चाहिँ हामी हिँडेको भिडियो बनाउँछौँ ओके ल बाई 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 गरिदिनु न बाई फाइनली साथीहरू हामीले चाहिँ सबै टिकटक सिकटक बनायौँ बल्ल यो घाम लागेको छ अघि चाहिँ पानी परेको थियो अब चाहिँ हामी जान्छौँ यो लुङ्गी लगाएर यस्तो भएको कसरी हिँड्नु अनि हामीलाई डर नै छ पाण्डवहरू बाटोमा त्यहाँ अघि पानी परेको थियो हामी त्यहाँ प्रतीक्षालयमा बसेको अनि हजुरहरूलाई यहाँको एड्रेस नै बताइदिन्छु अहिले अगाडि गएर यहाँ यस्तो छ यस्तो यस्तो गरेर जान मिल्छ यतादेखि यस्तो हुन्छ अगाडि यहाँ त धेत आउने अनि उता अर्को यो लास्ट टाइप छ नि त हो लास्टमा चाहिँ यस्तै छ अनि यत्रो ठुलो रुख छ हेर्दै आउनु होला मुस्तानको ठाउँमा मुसिवान हो कि मुस्यान हो मुसिवान हो क्या ऊ त्यहाँ प्रतीक्षालयमा बसेको अघि चाहिँ मेरो नाममा तिमी नि मेरो नाममा बसेको ल म माथि बसेको अनि यिनीहरू सबै यहाँ बस्ने ठाउँ पनि छ अनि यस्तो यस्तो बाटो छ हो यतादेखि सबै आउनुपर्छ अनि यहाँ पुल देखिन्छ यहाँको पुरा प्रमा त डिफ्रेन्ट छ नि त अनि यो चाहिँ यत्रो गाउँ छ अनि हामी चाहिँ हिँड्न लगभग 10-15 मिनट लाग्छ अनि लाग्छ यति नै हो हामी चाहिँ यो पुल कटिसक्यौँ कट्यो भन्दा नि हल्का अगाडि आयो अब चाहिँ हामी घर जान्छौँ बिकज यहाँ भ्लग बनाउने भ्लग रे जे पाए त्यही भ्लग बनाउन नि अलि अल्छी लाग्छ हामी अल्छीहरूलाई अनि त्यही भएर अब यो लुङ्गी लगाएर कसरी जाने होला अब यो लगाएर जाने हामी बाई 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 गर्नुहोस् त बाई लभ यु साथी ल भन बाई बाई साथीहरू ओन्ली गर्ल्सको लागि है लक्ष्मी अरू को छ आइसा के हुन् करिश्मा सनिका जो हान् बाई बाई हेर्नु होला हाम्रो ब्लग हजुर पनि आउनु होला यो मुस्तानमा हामीसँग आउनु होला हामी लिएर आउँछौँ हजुरलाई यहाँ बाई 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 बाई